मलाई चिन्ता लाग्छ क्या। यसले गर्दाखेरि हामी विश्वमा खेल्छौँ, बस्छौँ, खान्छौँ र पैसा कमाउँछौँ, छोराछोरी पढाउँछौँ। छोराले छोरीले राम्रो काम पाओस्, राम्रो काम गरोस् र व्यावहारिक जीवनलाई उन्नतिशील बनाओस् भनेर हामी सोचेका छौँ सबैले। यसमा पनि मागको आशीर्वाद त छ, तर युद्धले गर्दाखेरि अलिकति बिजो गइन्छ कि भन्ने कुरा मलाई लागेको छ। यसले गर्दाखेरि अब लडाइँ झगडा हुन्छ, उतापट्टि मार्गी रोग व्याधहरू मचिँदै जान्छ, मान्छेहरू ठप मर्दै जान्छ। यसले गर्दाखेरि हामीलाई अलिक चिन्ता छ। यसले गर्दाखेरि यो सबै शान्ति होस् भनेर भरसक चाहिँ हामीले हिजो पुकारेको छु। मैले पुकारेँ, मैले सम्झेको छु। तपाईँ आमा शान्त नहोस्, तपाईँ आमामा मरुभागो नहोस्, तपाईँहरूमा रोग, तपाईँ हामीमा रोग व्याध नलागोस् र सुख सुविधासँग हाम्रो जिन्दगी बाँचोस् र सुख सुविधासँग राम्रो सेवा गर्नु पाइयोस्, मागको हाङको सेवा गर्नु पाइयोस् भनेर मैले सम्झेको छु। मैले हिजो सम्झेँ, मैले त्यही नै पुकारेको छु। विश्वभरि हाम्रो धर्मावलम्बीहरू छन् र धर्मावलम्बीहरू धेरै बढेपछि गुरु र चेलामा माया, दोहोरो माया हुन्छ। त्यो माया गाँसेको हुन्छ। यसले गर्दाखेरि दोहोरो मायाले गर्दाखेरि माया लाग्छ क्या। यसले गर्दाखेरि मैले त्यो सम्झेँ। अब चेलाको लालमा सोच्नु नसक्ला, कसैले सम्झिनु नसक्ला, त्यो बेग्लै ठाउँ उनीहरूकै ठाउँमा छ। तर सोच्न सक्ने र सम्झिन सक्ने मसँग नजिक हुन्छ। र म यही कुरा तपाईँहरूलाई भन्नु चाहेँ। र तपाईँहरू भुटानबाट आउनुभयो, असमबाट आउनुभयो, दार्जिलिङबाट, सिक्किमबाट आउनुभयो, इन्डियाबाट त नजिक भन्नाले धेरै आउनुभएको छ। अब अरू ठाउँबाट अरू देशमा जानेहरूले त प्रतिनिधिको रूपमा आएका छन्। यहाँनिर तपाईँले सन्देश सुनाइदिनु, विश्व शान्ति, मानव एकता होस्, मानिसहरूमा सद्भाव रहोस्, मानिसहरूमा झगडा नहोस्, मानिसहरूमा गुन्डागर्दी नहोस्। यी कुरा सम्झेर सत्यसँग बाँच्नुपर्छ भन्ने कुरा नै हामीले मुख्य ध्यान दिनुपर्ने कुराहरू यिनीहरू हो। र हामी तपाईँहरूको नाम एउटा आशीर्वाद माने, आयु जोड्ने, आयु माने क्रममा तपाईँले महाबत्ती बाल्नुभएको छ। यो महाबत्ती बल्यो जस्तो हाम्रो आयु लामो होस्, हामीले चिताएको कुराहरू पुगोस्, सम्झेको कुराहरू पुगोस्। अब हामीले सोचेको कुरालाई हामीले पुरा गर्न सकौँ, यही कुरा नै हामीले कामना गर्नुपर्छ। यसमा मागको पनि अलिकति दिन रहनुपर्छ क्या। मागले पनि अलिकति चाहिँ झर्का दिनुपर्छ, त्यसै हुँदैन। यसले गर्दाखेरि हामीले यो कर्म तपाईँले गर्नुभएको छ र हाम्रो गुरुको पनि आयु छोटियो कि भनेर तपाईँले माग्नु भएको छ। यो कुरा मैले बुझेको छु, राम्रोसँग बुझेको छु। र तपाईँहरूले अब सेवा गर्नुभएको छ, यो सेवा लागेको छ र आयु बढ्ने धेरै सम्भावनाहरू देखियो। तर हामी एकता बनिनु पर्यो, एकरूपता, एउटा सङ्गठन बनिनु पर्यो, एकरूपता बनिनु पर्यो। हामी तपाईँमा विस्फोट हुनु भएन। आधा ठुलो र ठुलो भनेर गयो भने राजनेताहरू जस्तै हुन्छ। यसले गर्दाखेरि हामी एकता बनेर एक शान्तिबद्धले सेवामा ध्यान दिनु पर्यो, मागमा ध्यान दिनु पर्यो। अब हामीले गर्नुपर्ने काम धेरै छ। यहाँ हाम्रो मन्दिर निर्माण गर्नु छ, हाम्रो माग्नेमा निर्माण गर्नुपर्छ छ। हामी तपाईँ जम्मा हुँदाखेरि एउटा ठुलो एउटा गेस्ट हाउसहरू बनाउनु पर्नेहरू छ, यिनीहरू बनाउनु पर्छ। र म यही कुरा तपाईँहरूसँग हार्दिक अनुरोध गर्नु चाहेँ। अब हामी सबैभन्दा पनि यो जमानामा खानपानमा जोगिनु, तपाईँहरू खानपानमा जोगिनु र खानपानमा जोगिनु भयो भने आयु लामो हुन्छ, अरू रोग लाग्दैन है। खानपानमा जोगिनु सकिएन भने रोग लाग्छ, मान्छेले विभिन्न प्रकारका रोगहरू हुन्छ र अस्पताल डाक्टरको यन्त्रले नदेख्ने खालका रोगहरू उत्पादन हुन्छ। त्यसले हाम्रो पुरानो भाषामा त्यसले टपटिपे भन्छ, टिपिहाल्छ, मान्छे मरिहाल्छ। यसले गर्दाखेरि खानपिनमा तपाईँले जोगिएर जानु, यही कुरा नै तपाईँले निर्देशन दिए। आज यो एउटा महत्त्वपूर्ण कार्यक्रम हो। यो कार्यक्रम मान्छेले हातपात गर्न सक्दैन क्या, मान्छेले सक्ने कुरै पनि होइन। यो त यो हामी सबै मिलेर हाम्रो चित्त मिल्यो, हित मिल्यो
र हामीले गर्नु सफल भइराखेका छौँ र हामी अब हिजो सेवा हामीले सम्पन्न गरेर हामी सबै प्रदान मागेका छौँ, शक्ति मागेका छौँ। त्यो शक्ति सिद्धि हामीले पाउनेछौँ। यो कुरा नै तपाईँहरूले कामना गर्नु, यी कुरा नै तपाईँहरूले मनमा लिनु। यही कुरा म भन्छु। धेरै कुराहरू भन्नु त धेरै छ, मैले भन्दै जाँदा धेरै छ, तर किनभने हामीले छोटो छोटो समयमै कार्यक्रमहरू टुङ्गेर लगिराखेका छौँ र अब हामीले कर्मकाण्डहरू भए अब सबै कुराहरू धेरै नै अब अगाडि बढेको छ। पहिला हाम्रो पालामा भन्दा धेरै विकास भएको छ। अहिले धर्ममा पनि हामीलाई जेभन्दा पनि छोरीचेलीको सोतरुत खाँदैनौँ, जेभन्दा पनि जाँड रक्सी अलिक कम गरेका छौँ र मासु खानेहरूले पनि कम गरेका छौँ। सबै कुराहरूमा अहिले त मासु खाँदा पनि रोगै लाग्छ है, प्रेसर लागिहाल्छ, प्रेसरलाई हान्यो भन्छ मरिहाल्छ। यस्तो समस्याहरू आइराखेका छ। यसमा विवेकशील बन्नु र माग्ने सपना राम्रो माग्नु, सपना के दिन्छ, विवेक राम्रो माग्नु, विवेक के दिन्छ। त्यो अनुसार हामी एउटा सत्यको बाटो, सत्य मार्गमा हामी हिँड्नुपर्छ। हाम्रो नाम नै सत्यमा, सत्य मार्गमा हिँड्ने हाम्रो बाटो, हाम्रो कर्तव्य हो। यो कर्तव्यलाई हामीले अगाडि बढाउने हो। हाम्रो भावी सन्तान पनि उज्यालो होस्, हामीले यो भौतिक कुराहरू पनि गर्दै गरेको कुराहरू पनि सुन्दर होस्। उज्यालो हुँदै गएपछि, सुन्दर हुँदै गएपछि सबै चिताको कामहरू पूर्णता हुन्छ क्या, पूर्णता हुन्छ, झुसी हुन्छ क्या। यसले गर्दाखेरि हामी यसको लागि हामीले भक्ति गऱ्यौँ। अब भुटानबाट पास काटी आउनु भएको छ उहाँहरू, पैसा धेरै लाग्छ है। आसामबाट आउनु भएको छ। अब यो दार्जिलिङ सिक्किम नजिकै आइराखेको छ। तपाईँहरू आउनु भएको छ। तपाईँहरू एउटा यो पवित्र थलोमा तपाईँहरू आइपुग्नु भएको छ। यसले गर्दाखेरि यस थलोमा यसमा चाहिँ हामी के सल्लाह गऱ्यौँ भने यो माथि मन्दिर छ, त्यसमा अलिकति त्यो देवी देवताहरू साक्षात् हुनाले त्यहाँ धेरै मान्छे जानु हुँदैन। त्यसले गर्दाखेरि मान्छे यहाँ चाहिँ सबैले चोरो लाउन पाओस्, सबैको मनोकामना इच्छा पुरा होस् भनेर हामीले यसमा तपाईँलाई अझ यज्ञ कुण्ड स्थापना गरेर तपाईँहरूको सेवा गरेको र मेरो पनि आयु मागिदिनु भयो तपाईँहरूले। यो माग्दै सुनोस्, माग्दै सुनेपछि हाम्रो पनि आयु बढोस्, सिद्धि शक्ति बढोस्, हामीमा क्रोध घमण्ड अहङ्कार नहोस्। म यही कुरा तपाईँहरूले सुनाएँ। अहङ्कार क्रोध गऱ्यो भने त उहिले रावणै जस्तो हुन्छ क्या। रावण भयङ्कर शक्तिशाली, महादेवका भक्ति गर्ने, महादेवको शक्ति थियो। पछि त्यो शक्ति त दुरुपयोग भयो क्या, त्यसको अहङ्कार भयो, ज्यादा घमण्ड भयो, ऊ नाश हो अन्तिममा। त्यस्तै अहङ्कार गरियो भने त राम्रो हुँदैन। भस्मासुर त शिरैमा भइहाल्छ। त्यसले गर्दाखेरि म तपाईँलाई एक्जाम्पल दिन्छु। मेरो प्रधानमन्त्री केपी ओली मैले आशीर्वाद दिएको, उहाँले मप्रति अलिकति फेरि खराब चिताउन थालेपछि उसको शिरमा भस्मासुर पस्यो। त्यस्तो हुन्छ। आशीर्वाद मागेर चिन्यो भने आशीर्वाद, चिनेर मतलब काल हुन्छ है। त्यसले गर्दाखेरि तपाईँहरूले मैले यहाँ आएकाहरू सबै आशीर्वाद दिएको छु, जितेका छन्। तर जितेर गएपछि मलाई हेर्दैन, याद बिर्सिहाल्छ। यो बालिनले पनि मैले आशीर्वाद दिएको छु, अब बिर्साउने कि आउने हो म थाहा छैन त्यो। त्यसले गर्दाखेरि आशीर्वाद पाइन्छ, शक्ति त पाइन्छ। शक्ति दुरुपयोग भयो भने आफै नाश हुन्छ है। यो कुरा जान्नु नि तपाईँहरूले, यो कुरा चाहिँ बुझ्नु क्या। तपाईँले थाहा पाउनुभयो नि त। हाम्रो अब अहिले हाम्रो नेपालमा राजनीति परिवर्तनमा त्यस्तो भइराखेको छ र त्यसले गर्दाखेरि डर लाग्छ क्या। शक्ति पनि ठिक्क माग्नुपर्छ। थाम्न नसकिने माग्नु हुँदैन, थाम्न सकिँदैन। थाम्न नसकेपछि आफै भ्रष्ट हुन्छ क्या। त्यसले गर्दाखेरि हामी शक्ति सिद्धि त मागेका छौँ, ठिक्क मागेका छौँ। हामीले ज्ञान बुद्धि मागेका छौँ, विवेक मागेका छौँ, ज्ञान बुद्धि पनि हामीले राम्रै किसिमले मागिराखेका छौँ। पुगेको पनि छ तपाईँहरूले, तपाईँहरूमा विकास आएको छ। तपाईँहरूले कमाउ अभियानमा हुनुहुन्छ, बाहिर जानुहुन्छ, मलाई पनि अलिकति भेटी ल्याइदिनुहुन्छ।
तपाईहरुको छोराछोरीको घाँस काटेर उसको घाँस काटेर पनि ल्याइदिनुहुन्छ, माया लाग्छ। अब तपाईहरुलाई गुरुलाई दबाई पानी है भनेर एक दुई पैसा पठाइदिनुहुन्छ, म पनि त्यहाँ झुन्डेको छु अहिले। त्यस्तो छ। त्यसले गर्दा त्यो आशीर्वाद तपाईहरुले इच्छा नै धारिक खाम्बिङ नै धारिक पृथ्वी आकाश चन्द्रमा रहन्छलसम्म त्यो पाउनुहुनेछ। यो मेरो आशीर्वाद छ है तपाईहरुले। ल मलाई यसरी सबै जङ्गाट भएर धर्मको कुरा गर्ने, हाम्रो बाटोको मार्गदर्शनको कुरा गर्ने त्यो इच्छा त मैले त बराबर राखेको छु। त मैले ठाउँले अलि साथ दिएको छैन र हामी लाखौँ जम्मा हुन्छौँ, भोलि करोडौँ मान्छे भेला हुन्छ। अड्दैन क्या त्यत्रो मान्छे त यहाँनिर। यसले गर्दाखेरि यहाँ ठाउँ हामीले चाहिएको छ। फेरि समस्या त्यो छ, मान्छे बढ्दै गएपछि ठाउँ पनि चाहिँदो रहेछ। हामी यसरी पानी आउँछ, झरी आउँछ, कहिले बादल आउँछ, हामीले आनन्दसँग बसेर धर्मको कुरा गर्ने, कर्मको कुरा गर्ने। हाम्रो धर्म यो हो, यसरी हाम्रो धर्म बिग्रेको छ। अब हाम्रो धर्म त हाम्रो किराँतमा त सबैभन्दा पनि भोग लाउने चलन अझै पनि छ। त्यसले बिग्रेको, त्यसले अज्ञानता छायो, हामीमा ज्ञानलाई घुण्टित भयो, ज्ञानको बाटो रोकिएको छ। त्यो सुधार्नको निम्ति महागुरु आउनुभयो। महागुरुले धेरै सुधारिराख्यो। मैले धेरै अगाडि बढाइराखेको छु। यस्तै हो, तला तला पाला पाला हुँदै जान्छ यो त। र हामी पछि करोडौँ मान्छे हामी बनिन्छौँ। भोलि करोडौँजना हामी धर्मावलम्बी भएपछि एक थोक हुन्छ क्या, त्यस्तो हुन्छ। त्यसले गर्दा सिद्धि चोलुङ, धर्मको चोलुङमा पुगिन्छ त्यसरी। यसले गर्दाखेरि हामी मर्दा पर्दा हामी हत्या गर्दैनौँ होइन। हामी एउटा सात्विक स्वरूपबाट चाहिँ हामीले आत्मालाई मुक्ति दिन्छौँ। आत्माले मुक्ति दिने तारन्तर गर्ने मन्त्रहरू हामीले पाएका छौँ। त्यो मन्त्र भनेको अद्भुत हो, अद्भुत शक्ति हुन्छ। हाम्रो आत्मा अलमलेको आत्मालाई सही ठाउँमा पुऱ्याएर टुङ्गो लाउने मन्त्र हामीसँग छ। यसले गर्दाखेरि यस्तो हाम्रो धर्मभित्र यस्तो कुरा लुकेका छ, विभिन्न कुराहरू लुकेका छन्। यसलाई खोजी गर्ने क्या। अब यति हाम्रो साँच्चै भन्यो भने याकथुङ्बाहरू, राई लिम्बूहरू यति जम्मा हुँदा त अघि खुकुरी झिक्नु पर्ने होइन, अघि काटाकाट गर्नुपर्ने, लप्पा त पाल्नुपर्ने। हाम्रो संस्कारै पो त्यस्तो पसिआएको। यसलाई हाम्रो धर्मले गर्दाखेरि अलिकति नरमता, अलिकति यो होइन भन्ने कुरा ज्ञान हामीमा बसेको छ। यही नै हामीलाई खुसी लागेको छ। यसले गर्दाखेरि मङवागे महावागमा पाञ्जाङ्गे माइङजाङ लौमा बाटोमा पुग्ने बाटो त यही नै हो। हामीले थरी यही भन्छ, यसले यो बाटो मार्ग भन्छ। यसले गर्दाखेरि तपाईँले यो बाटोमा तपाईँहरू समावेश हुनुभएको छ। अहिले तपाईँहरू संसारमा फैलिनु भएको छ, संसारमा पस्नु भइरहेका छ। र हामी नेपालमा त यस्तै छ। अब हाम्रो सानो मुलुक हो, सानो मुलुकमा त सानै विचार हुन्छ, विचारमा सानो हुन्छ है सानो मुलुक हो। ठुलो मुलुक हो, ठुलो विचार हुन्छ, त्यस्तै हुन्छ। यसले गर्दाखेरि हामी सानो मुलुकमा बसेका छौँ, हाम्रो धर्म प्रचार गरिराखेका छौँ। धर्म विश्व जान्छ, विश्वव्यापक छ भनेर मैले पहिल्यै नै भनेको थिएँ नि। अहिले विश्वव्यापक छ। यसले करोडौँ पछि भक्तजन बनेर आउँछ। यसलाई अनुसन्धान गर्छ, अनुसरण गर्छ। हाम्रो मागहरू कहाँ बसेका थियो, हाम्रो कस्तो त सबै खोजी हुन्छ। त्यो चिज तपाईँहरूको ठुलो सम्पत्ति हुन्छ। त्यसले गर्दाखेरि म तपाईँले यो कुरा सम्झाउन मैले पाउँदा खुसी लागेको छ। र आज हाम्रो कार्यक्रम भनेको भोलि दान दक्षिणा गर्ने कार्यक्रम छ। र आज चाहिँ हामी चाहिँ रोटी खाएर बस्ने कार्यक्रम छ। आज हामीले आज बसौँ अनि भोलि दान दक्षिणा गरौँ अनि त्यहाँदेखि मात्रै बिदा हुन्छ। यसले गर्दाखेरि यो कुरा तपाईँले सुन्नु होला। अब हामीले पानीले पनि साथ दिएको छ, त त्यति ठुलो पानी नआउला अब त। र हामी खेतीपाती गर्नु पनि साथ त आएको छ, सह आएको छ। हामीले त्यो पनि गर्नै पर्छ। सबैभन्दा पनि दुःख बिमारलाई डराउनु पर्छ। अहिले यो पनि नयाँ नयाँ खाले रोगहरू आएको छ। यसले टिप्छ क्या, मान्छे धेरै मरिन्छ। अब यो बम्बार्डिङ भएपछि, लडाइँ भएपछि, झगडा भएपछि त हाम्रो मनधुमले के भन्छ भने खाम्बिङमा गयाम सोध्नु भनेपछि त मरिन्छ क्या, राम्रो हुँदैन। यसले गर्दाखेरि यो नराम्रो चेष्टाहरू सबै शान्ति भएर जाओस् भनेर हामी होमादि सेवामा पुकारेका छौँ, मङले सम्झाएका छौँ, मङले
मङले सुनाएको छौँ हामीले यो कुरा पक्कै सुनिदियो होला भन्ने मलाई लाग्छ र त्यसले गर्दाखेरि तपाईँहरू जति यहाँ गर्नुभयो काम गर्नुभयो दार्जिलिङका तपाईँहरू टोरनहरू सबै मङ्का टोरन मङ्का हिँड्ने बाटोहरू सबै टाङ्ग्यौँ तपाईँहरू सहयोग गर्नुभयो घाँस बाँसहरू ल्याउनुभयो तान्नुभयो सबै कुरामा तपाईँहरूले आशिक पाउनु भएको छ र हाम्रो मूल कमिटीहरूलाई सबैभन्दा ठुलो आशिक पाउनु भएको छ मेरो आशीर्वाद छ तपाईँहरूलाई हामी सबै मेलमिलापमा जाउँ कुसङ्गे नबाजौँ एकता भएर जाउँ यही कुरा कामना गर्दै मेरो वचन मेरो यो ज्ञानको कुराहरू चाहिँ म टुङ्ग्याउन चाहे मेरो आशीर्वाद छ धन्यवाद असेवाहरू तिया